अनि मिल्दैन तलाई यहाँ बस म सिकाउँछु त अहिले कति वर्ष भइस् रे म 13 वर्ष भए सुन्नुहोस् न तपाईले शिक्षा कस्तो दिनुभयो तपाईको विद्यार्थी त हेर्नु त अहिले बे गर्छु भन्छ त्यो केटो मैले भनेको लाग्छ लाग्दैन ल ल अबको भाइ तिम्रो हालत के हुन्थ्यो होला खै थाहा भएन थाहा भएन अनि तिम्रो ड्याडी मम्मी हेर तिमी आज के गर पहिला गएको भए तिमी हेर अनि यहाँ तपाईँहरूले देख्दै हुनुहुन्छ कार्यक्रमको नाम हडताल र हिंसा शिक्षा तथा सशक्तिकरण कार्यक्रम भनेर हामीले चाहिँ जेठको 9 गतेदेखि चाहिँ यो कार्यक्रम चाहिँ हाम्रो यो भण्डारीको सुर्के माध्यमिक विद्यालयमा चाहिँ सुरु गरेका थियौँ आज चाहिँ यो कार्यक्रमको विशेष गरी 12 देखि 16 वर्षको किशोर किशोरीहरूसँग चाहिँ काम गर्छ शिक्षा स्वास्थ्य र सशक्तिकरणको क्षेत्रमा अनि हामीले चाहिँ यसै गरिकन चाहिँ तपाईँहरू जस्तै भाइ बहिनीहरूसँग चाहिँ विद्यालयमा नै मिति 2082 2 महिना 9 गतेदेखि 2082 जेठको 27 सम्म हाम्रो पालोद्वारा आयोजना गरिएको 15 दिने हडताल अथवा हिंसा कार्यशालाको प्रशिक्षण दिनुभएकोमा समर्पण हामीलाई धन्यवाद यो प्रमाणपत्र प्रदान गरिएको छ धन्यवाद ताली बजाइदिनु होला सबैजनाले अगाडि आइदिनु हुन अनुरोध गर्दछु जसको नाम भन्छु उहाँहरू मात्र आइदिनु होला पछि प्रिन्सिपल सरले सबैजनालाई दिनुहुन्छ है देवी थामी बहिनी कता हुनुहुन्छ देवी थामी देवी थामी देवी थामी अप्सरा श्रेष्ठ देवी थामी अप्सरा श्रेष्ठ कोही खोज्दै हो बाहिर देवी थामी अप्सरा श्रेष्ठ नाम भन्छु तपाईहरु पनि अगाडि आइदिनु है आफ्नो नाम आउँछ कि आउँदैन ध्यान दिएर सुन्नु ल विदिशा तमाक र गौरव थामी दुवैजना भाइ बहिनीहरू कार्यक्रम सञ्चालकको रूपमा हुनुहुन्छ र आजको यस भिरसु नगरपालिका वडा नम्बर 9 को श्री सुर्के माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको यो 15 दिने हडताल र हिंसा तथा शिक्षा तथा सशक्तिकरण कार्यक्रमको समापनको समारोहमा हामी आज उपस्थिति भइरहेका छौँ आजको यस कार्यक्रमका अध्यक्ष एवं सभाध्यक्ष हुनुहुन्छ यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय दाइ इन्द्रबहादुर केसीज्यू र यसै गरी कार्यक्रमका अतिथिको रूपमा हुनुहुन्छ यसै विद्यालयका आदरणीय दाइ टिकाबहादुर केसीज्यू र यसै गरी आजको यस कार्यक्रममा पाल्नुभएका अथवा यस कार्यक्रममा बसिरहनुभएका हाम्रो पालो संस्थाका सम्पूर्ण प्रतिनिधिहरू र यसै गरी यसै विद्यालयमा अध्यापन गराउने मेरा आदरणीय सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू र यसै गरी यस 15 दिन तालिममा सहजकर्ताको
भूमिका निर्वाह गर्नुहुने 7 जना मेरा आदरणीय प्रशिक्षकज्यूहरू र यस विद्यालयमा 15 दिनसम्मै तालिम दिनुहुने 6 देखि 9 क्लाससम्मका जम्मा 77 जना विद्यार्थी भाइ बहिनीहरू र आजको यस कार्यक्रममा उपस्थित हुनुभएका यस विद्यालयका सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म विश्व नगरपालिका वडा नम्बर 9 को महिला वडा सदस्य